हेलो एभ्रिवान, दर्शन नमस्ते। म हाल कुवेतमा डेलिभरी राइडरमा काम गर्छु है। देख्न सक्नुहुन्छ मेरो ब्याग, अर्को ब्याग, अनि त्यो मेरो थर्मस, तालाबाटै तालाबाट, ज्याकेटमा तालाबाट, ब्यागमा, मेरो भेस्टमा, थर्मसमा, अनि एप्समा पनि, यो हामीले चलाउने एप्समा पनि तालाबाटै लेखा हुन्छ है। अनि हेर्नुहोस् ट्याक्कै यहाँ चाहिँ यही है, क्लच र एक्सिलेटर मात्र। अनि यो चाहिँ हाम्रो चाहिँ अनिवार्य जुत्ता लाउनु पर्ने हुन्छ। अनि ट्याक्क गाडीभित्र बस्दा चाहिँ चप्पल लाउने, गर्मीले धेरै यहाँ चाहिँ असर गर्छ क्या। यो जालीहरू, यो धेरै गर्मी भएको कारणले गर्दाखेरि यो प्राइभेट जालीहरू राख्या हो है। अनि यता पनि छ तपाईँको अगाडि राख्नको लागि चाहिँ सर्लक्क है, यसरी राख्नको लागि। यो चाहिँ दुईटा खा यो, तर मैले चाहिँ अहिले निकालिसकेको भएर यो चाहिँ अहिले यता राखेको छु होइन। अनि तपाईँहरू पनि यदि डेलिभरी राइडरमा आउँदै हुनुहुन्छ भने भिडियो हेर्दै गर्नु होला है। लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गर्नु होला। सब्सक्राइब गर्नु भएको छैन भने अहिले म तपाईँहरूलाई आजको दृश्य, यहाँको बाटोहरू मैले जति पनि भिडियोमा क्याप्चर गर्न सक्छु सबै भिडियो मैले युट्युबमा हाल्ने छु। तपाईँहरूले चाहिँ निरन्तर हेर्नु होला है। एउटै भिडियोमा सबै चाहिँ बुझाउन सकिँदैन। अब दिनदिनै, हप्ता दिन, महिना दिन गरेर म भिडियो हाल्दै गर्छु, तपाईँहरू हेर्दै गर्नु होला। अनि अब मेरो चाहिँ 5 मिनटमा अब ड्युटी स्टार्ट हुन लागेको छ। अनि ड्युटी कसरी स्टार्ट हुन्छ म त्यो पनि देखाउँछु। तपाईँको पुरा स्क्यान गर्छ है। तपाईँको फेस क्यामेरा, हाम्रो यो फेस लक हुन्छ। अनि फेस लक भएपछि मात्र तपाईँको खुल्छ कि अन हुन्छ, त्यस्तो हुन्छ हाम्रो सबै सिस्टम हुन्छ। यो चाहिँ एकदम सेन्सर सिस्टम हो है। मैले सिट बेल्ट लगाएको छैन। तपाईँको अलिकति स्पिड धेरै भयो भने अटोमेटिकली यहाँ चाहिँ सेन्सर बज्न थाल्छ है। हेर्नुभयो, यो साउन्ड बज्यो। यो सिट बेल्ट त लाएनस् भनेर होइन। अब बन्द भयो। अब यो ढोका छ नि, यो ढोका राम्रोसँग लागेन भने पनि कराउँछ। देख्नुभयो, यति धेरै फिचर्स छ क्या अहिलेको, एकदम प्रविधिको कार हो। हेर्नु, अब मैले ढोका लाएँ, अब बन्द भयो, यस्तो छ। अनि सक्नुहुन्छ ट्याक्क यो चाहिँ यहाँ मिलाउने, यो भित्रबाट लक गर्ने, यो चाहिँ अन गर्ने। अनि यो दाब्नु भयो भने यो स्वाट्ट यता आउँछ यो लुकिङ ग्लास है। अनि यो पनि लुकिङ ग्लास मिलाउने, यसरी ट्याक्क उता गराउनु भयो भने सरै उता गयो लुकिङ ग्लास है। यसरी यस्तो आयो, यस्तरी यहीँबाट मिलाउने। एकदम यो फिचर्सहरू यो चाहिँ एकदमै ट्याक्क यस्तो भयो, यस्तो हुन्छ है। ल, मेरो चाहिँ अब फेस लक माग्न लागिसक्यो यहाँ एप्सले होइन। स्टार्ट सिजन भन्यो। अनि यहाँ चाहिँ मैले यसरी ट्याक्क अब स्टार्ट क्यामेरा, मेरो ड्युटी सुरु हुन लाग्यो। नेट पुगेको छैन, हाँस भन्छ फेरि। हाँस्ने अरे लेफ्ट राइट भन्छ, लेफ्ट राइट भन्छ। मेरो फेस स्क्यान गर्न लाग्यो। अब यो चाहिँ कस्तो हुन्छ भने मेरो आइडी हो, मैले मात्र चलाउने, अरूले चलाउन पाउँदैन है। यस्तो भयो। यो कुवेतको यो जुन यो चाहिँ कुवेतको यो नक्सा हेर्नुहोस् है। योदेखि यो चाहिँ कुवेत पर्छ। अनि हामी चाहिँ सिटीमै हो है। यो कुवेत सिटी भयो। हामी हवाली होइन, हाम्रो अफिस यहाँ छ। अनि तपाईँको हामी हिँड्ने भनेको यो सालमिया, रोमैटिया, मिश्रिप, यो सभासलिनदेखि यो एरियामा, यो तपाईँको यो एरियाभरि हामी चाहिँ यो सिटीको एरियाभरि टोटल एरियामा चाहिँ हामी चाहिँ हिँड्नुपर्छ यहाँ। अब यहाँ तपाईँको यो गुगल म्याप, यो ट्र्याक हो होइन। गुगल म्याप जस्तै यसरी चाहिँ हाम्रो चाहिँ यहाँबाट हामी चाहिँ अलराउन्डिङ हिँड्नुपर्छ यसमा चाहिँ है। ट्याक्क यस्तोमा हिँड्नुपर्छ। यहाँदेखि अब यस्तोहरूबाट अर्डर दिन्छ है। अनि उठाउँदै हामीले चाहिँ यहीँको कुवेतीको लोकल घरहरूमा चाहिँ यसरी डेलिभरी गर्न जानुपर्छ। यो चाहिँ सिटी हो, यसमा चाहिँ पार्किङ पाउँदैन, एकदम गाह्रो हुन्छ है। यो एरियामा फाइन पर्छ फेरि धेरै है। यहाँ चाहिँ फेरि 10,000 अनि 50,000, 75,000सम्म फाइन पर्छ है। एकदम केयर गर्नुपर्छ। म चाहिँ रोडको दृश्यहरू पनि देखाउने छु पछाडि है। हेर्दै गर्नु होला भिडियो अन्तिमसम्म। ल गाइज, म चाहिँ अहिले अब रुमतिर जाँदैछु। यतातिर राखेको थिएँ गाडी चाहिँ वारीपट्टि है। मेरो चाहिँ यता देब्रे साइड, यता बिल्डिङ जो देख्नु भएको छ त्यता हो। मैले चाहिँ यता यो पुलको यतापट्टि राखेको थिएँ। अनि यहाँ अगाडि राख्नुपर्छ क्या, दासकोटमा यसरी।
यहाँ राख्दाखेरि मोबाइल चाहिँ धेरै तात्तिने क्या, किनभने चाहिँ गर्मी धेरै छ नि त, तपाईँको 40-45 डिग्री 50-55 डिग्रीसम्म पुग्छ। त्यो भएर अगाडि चाहिँ धेरै मोबाइल राख्यो भने तात्तिएर होइन। तर ठिक छ, अब के गर्नु, भिडियोको लागि भएर पनि एकदम राख्नु पर्ने हुन्छ होइन। भिडियो देखाउनु छ मैले त्यहाँ लाएर, अब युटर्न हान्नु पर्ने हुन्छ सर्लक्क साइड लाइट बालेर। यहाँ एकदम गाडी घोडाहरू चाहिँ हेर्नुहोस्, एकदम यहाँ चाहिँ भ्याइबी होइन, 7-8 करोडको 5-6 करोडको ट्याक्क चाहिँ यसरी हुन्छ है। अब रुमतिर खाना खान जानु पर्यो, यता चाहिँ गाडी ल्याउन आएको थिएँ म, खाना पकाएर राखेको छु। अब गएर खानासाना खाएर फेरि अर्डर आएपछि अर्डर डेलिभरी गर्ने हुन्छ। भिडियो हेर्दै गर्नु होला गाइज अन्तिमसम्म। सर्लक्क मुनि जानको लागि चाहिँ यस्तो लिफ्ट हुन्छ है विदेशतिर चाहिँ। ट्याक्क म चाहिँ 5 फ्लोरमा बस्छु, ट्याक्क ग्राउन्ड फ्लोरमा डाक्दिने अनि सर जाने तल, हिँड्नु पर्दैन होइन। अनि यो बिल्डिङमा पनि क्यामेराहरू राखेको छ क्या सुरक्षाको लागि, सिसी क्यामेराहरू राखेको छ। यता देख्न सक्नुहुन्छ बाइकहरू होइन, बाइकहरू पनि डेलिभरी नै हो हाम्रै यो तलाबाटकै प्लेटफर्ममा हो। गर्मी छ गाइज, यस्तो गाह्रो छ यो बिल्डिङ चाहिँ। ट्याक्क यो रह्यो मेरो गाडी, अहिले चाहिँ लक छ होइन। अनि ट्याक्क यस्तो बटन दाब्यो, खुल्यो होइन। सर्लक्क भित्र जान्छु म फेरि। आहा गर्मी छ गाइज, लास्टै गर्मी छ। यो चाहिँ यस्तो हुन्छ है, फेरि कस्तो हुन्छ भनेपछि यस्तो भयो, तब दाबेर यस्तो लक गरेर ट्याक्क यो अलि भित्र गएन कि अलि 1 वर्ष भइसक्यो नि त। अनि ट्याक्क यस्तो टक्क आफ्नो पाइनमा, अहिले चाहिँ यसमा टङ्गाउनु मिलेन होइन, ट्याक्क टङ्गाउने सर्लक्क फेरि। अनि यस्तो गरेर यस्तो गऱ्यो, घुसायो, स्टार्ट गऱ्यो होइन। अब हिँड्नु पर्ने हुन्छ हामी, अब जाने अर्डर खोज्न गाइज। 1-2 घन्टा हुन लागिसक्यो अहिलेसम्म। अब एउटा अर्डर पनि हानिएको छैन, अर्डर गरेपछि मात्र पैसा आउँछ फेरि। रमाइलो भिडियो हेर्नको लागि चाहिँ टिकटकमा जानुला होइन। अनि यहाँ चाहिँ मैले एउटा जानकारीमूलक भिडियोहरू होइन, अब कुनै हाम्रो नेपाली दाजुभाइहरू यता आउन चाहनुहुन्छ भने चाहिँ केही राहत हुन्छ नि त। अब पहिले सुरुमा आउँदाखेरि केही कुराहरू जानेर आएपछि सजिलो हुन्छ भनेर टिकटकमा चाहिँ मिलियनसम्म पनि पुगेको भ्युज मेरो होइन, भ्युज लाइकहरू। अनि 3 लाख 4 लाखसम्म होइन, 20-30 हजारसम्म भ्युज गएको छ। अनि तपाईँको त्यसमा चाहिँ रमाइलो भिडियोहरू छ। अनि यो यही युट्युबको बायोमा पनि छ, लिङ्क छ, लिङ्क खिचेर पनि जान सक्नुहुन्छ यो फेसबुक र टिकटकमा। अनि अब नभएपछि रोयल प्रवेश हाने पनि भइहाल्छ, त्यहाँ आइहाल्छ टिकटकमा। त्यस्तो झन्झट गर्न चाहनुहुन्न भने पनि युट्युबमा चाहिँ जानकारीमूलक हो, त्यसमा चाहिँ हल्का सर्ट भिडियोहरू हो, रमाइलो भिडियो क्लिपहरू। त्यहाँ पनि राम्रो छ, त्यहाँ चाहिँ जो रमाइलो भिडियोहरू तपाईँहरूलाई मनपर्छ पर्दैन भिजिट गर्नु होला। टिकटकमा पनि यसो लाइक कमेन्ट फलो गर्नु होला होइन। अनि यहाँ पनि मैले सबै कुराहरू तपाईँहरूको मनमा लागेको जिज्ञासाहरू सबै भन्न नसकेको हुनसक्छु। तपाईँहरूलाई कमेन्ट गर्नु होला मनमा केही लागेको कुराहरू। अनि तपाईँहरू कस्तो हुन्छ भने म भिडियो मार्फत पनि रिप्लाई दिन्छु अथवा कमेन्टमै पनि रिप्लाई दिन्छु। भयो भने चाहिँ तपाईँको मनमा लागेको कुरा चाहिँ अब सबै एकैचोटि तपाईँहरूले सोचेको र मैले दिन खोजेको कुरा एकैचोटि भिडियोमा हुँदैन नि त। अनि भिडियो हालिराख्छु, तपाईँहरू निरन्तर हेर्दै गर्नु होला होइन। अनि के को बारेमा तपाईँलाई जान्न मन छ होइन, मैले जानेको कुराहरू म तपाईँहरूलाई भनिदिइहाल्छु। अनि प्लस नजानेको कुराहरू खोजेर अरूलाई सोधेर हुन्छ कि के गरेर हुन्छ ट्याक्क म हजुरलाई चाहिँ रिप्लाई दिइहाल्छु है। भिडियो चाहिँ हेर्दै गर्नुलाई अगाडिको दृश्य देख्न सक्नुहुन्छ। अहिले चाहिँ म नर्मल यो गल्लीको भागमा, गल्लीको एरियामा चाहिँ हिँडिरहेको छु। अब चाहिँ अर्डर ल्याउनु जानुपर्ने हुन्छ सर्लक्क पारेर है गाइज। मेरो चाहिँ अनै छ ड्युटी चाहिँ। भिडियो कस्तो मान्नुभयो गाइज होइन। अनि सबै दिन खोजेको जानकारीहरू यो धेरै लङ भिडियो भइहाल्यो, 10-11 मिनटको समथिङ हुन्छ होला होइन। त्यस्तै एक्ज्याक्टली चाहिँ थाहा भएन। भिडियो छोटो मिठो भयो है। अब एकदमै भिडियोहरू हेर्दै गर्नु होला, मन परेमा लाइक कमेन्ट सेयर गर्नु होला, सब्सक्राइब पनि गर्नु होला है।
अनि केही मनमा लागेको जिज्ञासा छ भने कमेन्ट गर्नुहोस् है। भिडियो हेर्दै गर्नु होला, भिडियो ल्याउँदै गर्छु। आज चाहिँ यतिमै समाप्त गरिदिएँ है। धेरै लङ भिडियो भयो भने पनि अलिकति अब हेर्ने टाइम हुँदैन, त्यो भएर सत्तुमितो भयो। तपाईँहरूको जिज्ञासाको वेटिङमा छु गाइस। बाई बाई।